ट्रेकिङ मन पराउनुहुन्छ यहाँनिर हेर्नु त तपाईँले के भेट्नुहुन्छ नमस्ते फेरि पनि तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। आज म नर्वेको गाउस्ता भन्ने ठाउँमा ट्रेकिङ गर्दैछु अनि यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ कति धेरै गाडीहरु लाइनै छ। एकदमै टुरिस्ट एरिया रहेछ है। यहाँ चाहिँ यस्तो राम्रो छ यो ठाउँ, यस्तो राम्रो छ कि यहाँ यसको अलिकति उतापट्टि तालहरु छ अनि यहाँबाट माथि चाहिँ ठुलो डाँडा छ। म तपाईहरुलाई त्यहाँ लाँदैछु आज है। हावा चलेको भएर मेरो आवाज खासै राम्रोसँग सुनिन्छ कि सुनिँदैन। यहाँबाट ट्रेकिङ सुरु हुन्छ, तपाईहरुले देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ सुरु गर्छौँ। मैले ट्रेकिङ सुरु गरेँ है त। अब यहाँको विदेशीहरूले चाहिँ ट्रेकिङ गर्दाको आउटफिट पुरै ट्रेकिङ गर्नलाई भनेर लगाउँछ। मेरो आउटफिट चाहिँ जिन्समा छ है। हामी नेपाली हो नि, जिन्समै पनि हामीले ट्रेकिङ गरिन्छ। त्यही भएर त्यस्तो ट्रेकिङको आउटफिट चाहिँदैन हामीलाई चाहिँ। सिन यस्तो छ है, मेरो पछाडिको सिन यस्तो छ। तपाईँलाई म पुरै देखाउँछु। मान्छेहरू चाहिँ आउने जाने भइरहेको हुँदो रहेछ। त्यस्तो अग्लो छैन, 2000 जस्तो छ है यसको हाइट चाहिँ। त्यस्तो अग्लो होइन। अहिले चाहिँ म हिँड्दै हिँड्दै आधी घन्टाभन्दा अलिकति बेसी हिँडेर यहाँ आइपुगेको छु। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर आइपुगेको छु। यहाँ मान्छेहरू मै रहेछ है जिन्स लाउने चाहिँ। यो भरि यत्रो मान्छेहरू आयो होइन। मैले जिन्स लगाएको चाहिँ कोही पनि भेटेन म बाहेक। यस्तो छ है बाटोघाटो। ल कस जिन्स लगाएको भनेको ल मै नै हो, अरू कोही पनि छैन। यस्तो छ है ढुङ्गा, ढुङ्गै ढुङ्गा छ ततै। आधी बाटो चाहिँ आइसकेको छ हामी। अब त्यो माथि हेर्नु, त्यो डाँडामा चाहिँ हामी जाँदैछौँ है त। मलाई चाहिँ जिन्स लाउने म मात्रै हो नि त, कसले लाएको छैन जिन्स लाने। म चाहिँ मान्छेहरूले ल मलाई हेऱ्यो होला जिन्स लाएर रहेछ भनेर भन्छ होला भनेर सोचिरहेको छु म चाहिँ। अलि मलाई हेरेर मेरो कुरा गऱ्यो कि जस्तो लाग्ने क्या। मेरो कुरा किन गर्नु होइन उनीहरूले। यहाँ माथि माथि आइसकेपछि चाहिँ ढुङ्गै ढुङ्गा रहेछ, बाटो छैन रहेछ है यहाँ चाहिँ। हेर्नु यहाँ अब कसरी जाने होला त्यो बुढी आमै बिचरा बामी सर्दै हिँड्नु परिरहेछ हौ यहाँ। आम्मा कुकुरलाई हेर्नु नि त्यहाँ कस्तो गाह्रो भइरहेछ। अनि हावा एकदमै चलिरहेको छ। हावा चाहिँ मान्छेहरू टन्नै छ माथि। किन लाग्यो है हामी एकजना हाइकिङ गर्ने मान्छे कस्तो घाइते भएर अनि यहाँ हेलिकप्टर बोलाएको छ नि त्यसलाई उद्धार गर्नलाई। हेर्नु त आमा म माथि आइसकेको छु। यहाँनिर हेर्नु त तपाईँले के भेट्नुहुन्छ। हेर्नु यहाँ हाम्रो देशको नाम छ है यो चाहिँ। त्यसपछि यहाँनिर मैले शेर्पा भनेर पनि लेखेको रहेछ यहाँनिर। नेपालबाट चाहिँ मान्छेहरूले अस्ति समाचारमा आइरहेको थियो नि त, नेपालबाट मान्छेहरूले यो भरिङ बनायो भनेर। अनि यहाँ हेर्नु त हाम्रो शेर्पा भनेर लेखेको रहेछ है यहाँ। अहिले चाहिँ म यहाँ गाउस्ता भन्ने ठाउँमा यहाँ माथि आइसकेको छु। यहाँबाट तपाईँले देख्न सक्नुहुन्छ पछाडि यस्तो छ है सिन चाहिँ। मान्छेहरू टन्नै मान्छेहरू छ। भोक पनि लागिरहेको छ, खाना पनि थाहा छैन। यहाँ चाहिँ फेरि वाफल्स मात्रै पाउँदो रहेछ। अब त्यही खानु पर्यो, जे पाउँछ त्यही खानु पर्यो। यहाँ केही रेस्टुरेन्टहरू पनि छैन, केही पनि छैन है। अब
त्यही गर्नु पर्यो। हेर्नु त यस्तो हाइटमा छ है, यो चाहिँ अग्लो हाइटमा छ। यहाँभित्र चाहिँ ट्रेन पनि रहेछ है त, यहाँबाट यहाँ यस्तो ठाउँ छ है, तर यहाँनिर यसरी ट्रेन चढ्ने ठाउँ रहेछ त यहाँनिर। वान वे चाहिँ 430 अनि आउन जान चाहिँ 595 रहेछ है। यहाँ तपाईँ देख्न सक्नुहुन्छ, यस्तो देख्छ है यहाँ। म चाहिँ फेरि एक्स्ट्रा जाँदैछु। हाइकिङको भ्यू पोइन्ट चाहिँ सकिसकेको छ, तर पनि अब हामी नेपालीहरूलाई अलिकति च्यालेन्ज मनपर्छ नि त, अनि त्यही भएर म यहाँनिर पारिपट्टि जाँदैछु। हेर्नु होला है त। लगभग 2.5 घन्टा हिँडिसकेपछि म यहाँ आइपुगेको छु। अनि यो हिँड्ने बाटो चाहिँ यस्तो रहेको छ, हेर्नु ल। ट्रेकिङ गर्ने जुत्ता नलाइकन यो एभ्रिडे लाउने जुत्ता नै लगाएर आएको भएर मेरो जुत्ता चाहिँ खराब भयो जस्तो लागिरहेछ। ओहो, यहाँ तल हेर्नु त, यहाँ तल हेर्नु त, यस्तो छ है। अनि अलिकति पर तपाईँले हेर्नुभयो भने यहाँनिर डुङ्गामा एकजना मान्छे पनि छ, त्यहाँ डुङ्गा चलाएर बसिरहेछ। ल स्वर्ग जस्तै छ नि, स्वर्गभन्दा के कम छ र, हेर्नु त। अनि यो ठाउँमा हेर्नु तल चाहिँ, यहाँ तल चाहिँ बस्ती रहेछ है। ल हेर्नु त, यहाँ खेत लगाएको रहेछ, बालीहरू पनि लगाएको रहेछ। यहाँ तल हेर्नु त, आमा खोलाको छेउमा है, यहाँ चाहिँ बेसी रहेछ है, बेसी। हेर्नु त यस्तो रहेछ है। ल अनि यहाँ पनि बस्ती छ है, कस्तो राम्रो बस्ती है। आहा, ल हेर्नु त यस्तो छ है ठाउँ। अलिकति खुट्टा अल्झेर लड्यो भने त फेरि गयो, खुट्टा चाहिँ अल्झिनु दिनुहुन्न है। अघि त खुब हामी यस्तो जाबो भनेर आयो, अहिले त यस्तो छ है। ऊ त्यो झन्डा देख्नुभयो नर्वेको, म त्यहाँ जाँदैछु है, त्यहाँ जाँदैछु। अनि यहाँबाट खस्यो भने त गयो त। ल हेर्नु त, यहाँबाट खस्यो भने गयो हौ, यस्तो छ है। म आइसकेको छु यहाँ, हेर्नु त, नर्वेको गाउस्त पहाडमा आइसकेको छु। यो पछाडिको सिन हेर्नु त, आहा कस्तो दामी, कस्तो राम्रो। त्यहाँ हेर्नु त पछाडि, ओहो यहाँबाट त सबै देखिने रहेछ कि। तर यहाँबाट आउनलाई यस्तो गाह्रो भयो कि, त्यहाँबाट हिँड्दै आएको, यो पहाड पुरै हिँडेर आएको। यहाँनिर झन्डै मरियो हौ, यस्तो डर लाग्दो थियो त्यहाँनिर। तर जोस् बाँचिएर यहाँ आइपुग्यो है। आम्मा म त घोडा टेक्दै घिसार्दै आइपुगेको। धन्न यो भ्यूलाई हेर्नु, नर्वेको झन्डा फहराउँदैछ है त यो। ल हेर्नु त, आहा। ल म एक राउन्ड घुमाउँछु ल तपाईँहरूलाई, हेर्नु है त। पछाडि सिन हेर्नु त, हेर्नु पछाडि, त्यहाँ हेर्नु त। ओहो, ल हेर्नु ल, यो गाउस्ता पहाडको, नर्वेको गाउस्ता पहाडमा आएर यहाँ हेर्नु ल। दामी छ ठाउँ, दामी छ। वाउ, दामी छ, एकदम दामी ठाउँ छ। यहाँ आउनु होला, कोही नर्वेमा बस्नुहुन्छ र यसो ट्रेकिङ मन पराउनुहुन्छ भने ल आउनु है, यहाँ आउनु है। ल हेर्नु है त, यस्तो छ है ठाउँ, दामी छैन त। ल हेर्नु त, आहा कस्तो दामी ठाउँ। 2.5 घन्टाको बाटो हिँडेर आएको ठाउँ है यो। ल हेर्नु, 2.5 घन्टा उकालो हिँडेर आएर यस्तो छ ठाउँ। पर यस्तो पुरै देखिने रहेछ, यहाँबाट पुरै सिन देख्ने रहेछ। ल हेर्नु त। फर्किँदाको चाहिँ मैले भ्लग गरिएन, किनभने बाटो एकदम च्यालेन्जिङ थियो। अनि धेरै मान्छेहरू पनि त्यहाँनिर
एक्सिडेन्ट भएर मरेको रहेछ कि त्यहाँबाट झरेर अनि त्यही भएर मैले चाहिँ कुनै पनि भ्लग गरिनँ तपाईले यो भिडियो हेरेर मन पराइदिनु भयो भने सब्स्क्राइब गरिदिनु होला है अनि फेरि पनि म भिडियोहरू लिएर आउने छु मलाई त्यसको लागि प्रेरणा मिल्नेछ हुन्छ आजको लागि यति नै है त मेरो अरू भिडियोहरू पनि छ हेरिदिनु होला अनि मलाई माया गरिदिनु होला हस् त धन्यवाद बाइ बाइ फेरि पनि भेटौँला है त नमरे बाचे कालले साँचे फेरि भेटौँला बाइ बाइ